हेलो हेलो गाइज, हजुरहरूलाई मागी आयो त। हाम्रोतिर चाहिँ मागी लागिसक्यो है गाइज। हेर्नुहोस् त, हामीले चाहिँ सुँगुरको मासु लिएर अब बनाउने तयारीमा छौँ। अनि टक्क लाएर मासु हेर्नुहोस् न कस्तो राम्रो छ। मेरो मम्मी चाहिँ काट्दै हुनुहुन्छ, साइडमा चाहिँ मेरो छोरा भाउजू इन्जोय गरिराख्नु भएको छ। अनि यो चाहिँ हामीले पोलेर खाने भनेर छुट्याइसकेका छौँ। बोसो बोसोहरू पोलेर आगोमा पोलेर खानलाई टक्क। अनि यता यो चाहिँ पकाउने हो। अनि हेर्नुहोस् न, चुलोमा आगो बालेर कस्तो दामीसँग अब पकाएर खाइन्छ साथीहरू। टक्क लागेर जिउस रमाइलो छ माइततिर आएको। अनि अब आगो बालेर आगोमा मासु पकाउनुको मजा नै बेग्लै छ हैन। टक्कसँग भोलि चाहिँ मागी भइगयो। आजको चाहिँ हामीले सुरुवात गर्दैछौँ। मैले चाहिँ तेल हालेर ज्वानो मेथी फुराएँ। अब यतिको भइसकेपछि चाहिँ टक्क मासु हालेँ। प्याज चाहिँ मैले पछि हाल्छु मासु भुटेपछि। अनि मासु हालेँ। के गर्नु साथीहरू, माइत आए पनि आफै पकाउनु पर्छ। भाउजूले चाहिँ सुँगुरको मासु खानुहुन्न। अनि नजिक माइत हुनुको बेफाइदा चाहिँ यही छ, आफू आएर गर्नुपर्छ होइन त। अनि भाउजूले खानुहुन्न, दाइले मैले आमाले मात्रै हो। टक्क लाएर मेरो मम्मीले फेरि जिरा कुर्दै हुनुहुन्छ। ओहो अनि यहाँ चाहिँ आगोमा मस्त पाक्दैछ टक्कसित। सबैजनालाई ह्याप्पी माघी सङ्क्रान्ति गाइज। राम्रोसँग मनाउनु होला है त। भिडियो चाहिँ लामो हुनसक्छ क्या साथीहरू, के गर्नु होइन, पुरै हेरिदिनु होला। अनि बेसार नुन हाले, बेसार नुन हालेर भर्दैछु। आगोमा पकाएको खानाको टेस्ट नै फरक हुन्छ साथीहरू होइन। यति मिठो हुन्छ, यति मिठो हुन्छ कि। अब चाहिँ प्याज हालेँ मैले। के गर्नु गाइज, जति भिडियो पाएँ लाइक कमेन्ट चाहिँ आउने होइन। मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट अनि सेयर चाहिँ गर्न नपुग्नु होला। फलो पनि गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला है त। भिडियो बनाएर हाल्न चाहिँ एकदम रहर लाग्छ, मनपर्छ। लाइक कमेन्ट पनि आउँदैन। अब हामी जस्तोलाई कसले पो सपोर्ट गर्छ र होइन गाइज। मसला हालेँ है मैले चाहिँ सिलौटामा लस लस पिसेको। सिलौटामा पिसेको मसला नै छुट्टै स्वाद आउँछ। आजको भिडियो के कस्तो भयो थाहा नै छैन। जस्तो कोही पनि चाहिँ मलाई चाहिँ हाल्न चाहिँ एकदम मजा लाग्छ, पोस्ट गर्न चाहिँ। अब एकदम भुट्दैछु क्या मैले मसला लाएर। अब चाहिँ म टमाटर हालेँ। टमाटर हालेर टक्क अब यो भिडियो मन पराइदिनु भयो भने यस्तै यस्तै भिडियो लिएर आउने छु म चाहिँ हैन। सपोर्ट गरौँ है गाइस, सपोर्ट गरौँ हामी जस्तो सानो सानो युजरलाई हैन। के गर्नु, गाह्रो छ भिडियो बनाएर पनि लाइक कमेन्ट नआउनुको चाहिँ। अब फाइनली गाइस हाम्रो चाहिँ मासु पाकिसकेको छ है त। म चाहिँ चागे आगोमा पकाएको लास्टै स्वाद मिठो हुने के। मासु पाकिसकेको थियो, मैले चाहिँ चागे पनि। अनि त्यसपछि चागिसकेपछि अब यहाँ मासु यसो गुवा पोल्दैछौँ। पोल्दिन चाहिँ हाम्रो बाउजू हुनुहुन्छ, फेरि खानुहुन्न। खाना चाहिँ फेरि हामीलाई सहयोग गर्ने यताउता चाहिँ सबै गर्नुहुन्छ। हाम्रो दाइले चाहिँ मलाई मासु हालिदिँदै हुनुहुन्छ। अब मेरो चाहिँ मासु पनि चाख्छु ल। माथि पोलेको छ अनि पकाएको पनि छ। पोलेको मासु खान्छु ल। खाए ल गाइज गरे आज। मेरो रियाक्सन हेर्नुहोस् न। अब मेरो भिडियो चाहिँ कस्तो लाग्छ
मन परेमा लाइक कमेन्ट सेयर फलो गरिदिनु होला है त। थ्याङ्क्स फर वाचिङ गाइज, लभ यु अल, बाई।